हुन्छ हैन हजुर गुडुडु कुदाउनु अनि त्यस्तो हुन्छ के ए एकमा जोत्ने हो सुरुमा जति जोत्छ हैन हजुर अर्को बल्ल चाहिँ अब एकपल्ट ल्याउनु तपाईको वारपार भइहाल्छ यो भाइले फर्काउँछ अनि यहाँदेखि चाहिँ उता जोत्नु पर्यो भनेर गरेको त गाडी त उड्नु खोज्छ सबै परि आरी दिएन सरन्दै ओ एउटा भाँडा चाहिँ दियो यो यसमै लाउनु के गर्नु मोबिलहरू पनि नयाँ चाहियो होइन त इन्जिन खोलेको मोबिल त छ एक डिब्बा त एक डिब्बाले हुन्छ अलिकति यसको कष्ट छ हैन 1200 ml भएदेखि ठिक हुन्छ के पोल्टिँदा ओर्दा नि अब यसको मोबिल ठिक छ भने त्यही अलिकति मोबिल त फेर्ने नै बेला भएको हो यसको सबभन्दा धेरै मोबिल फेर्नुपर्छ हैन हजुर मोबिल त हामी 22 घण्टा कटेकी 30 घण्टा भनौँ न 30 घण्टा चाहिँ त्यहाँ फेर्नु भएन ठिक हुन्छ सरन्दै ओछ्यानमै थियो कि ओछ्यानमा नि फोन गरेर म 10 बजे कति खेर आएर सुतेको उता ढल्काइदिनु त डर मर्दो चल्दो रहेछ नि यो गाडी त आफू पड्केला जस्तो लाग्यो मेसिन हात त पड्किँदैन नि कहाँ पड्किँदैन बरु आगो लाग्छ होइन आफै बन्द हुन्छ के पड्किँदैन बुटुरो कुदिहाल्यो भित्रको पिस्टन सिस्टन ट्याङहरू भाँच्यो भने यो फुटाइदिन्छ क्या फेरि ब्रेन यो फुटाउँछ दुलो पारिदिएपछि काम भनेपछि खर्च त निकै नै लाग्ने भयो नि अब हेरौँ न भित्र के छ होइन पिस्टन कस्तो छ त्यो दिएको छ कि छैन त्यो नोजललाई पम्प फेर्नु परेन भने त त्यति खर्च लाग्दैन क्या नोजलहरू त लगभग राम्रै अस्ति नै फेरेको हो नोजलहरू त होइन कुनै ग्यारेन्टी हुँदैन कि कुनै नयाँ बिग्रिसकेको हुन्छ क्या त्यो पसलमा कतिवटा नयाँ बिग्रिएको हुन्छ ल्याउँदा त्यो त लास्टमा अब पहिला यसलाई फेरेर होइन अनि चेक गर्ने नयाँ देखिन्छ खोइ हेर्दा त नयाँ छ तातेको छ भने चाहिँ बिग्रिन्छ क्या तात्यो भने इन्जिन एकदम तात्छ नि अनि बिग्रिन्छ इन्जिन त तातिनु पनि आगै थियो त्यो दिन त त्यो दिन होइन त्यो त अब त्यो भट्ट टचले त तात्तिहाल्छ नि त्यतिकै भर्खर कति 1 घन्टा नि भयो आधी घन्टा जोतेको थियो त्यो एउटा कलर जोतेको थियो यसको पनि पैसा माग्नु त्यस्तो तातिँदैन थियो होइन कि तातिन्थ्यो हजुर अघि पछि त्यसरी तातिँदैन त्यति साह्रो तातिँदैन अब 3 घन्टा 4 घन्टा जोते तातिन्छ होइन 2 घन्टा जोतेर यसो रेस्ट गर्दै अर्कै गर्दै जोत्दा त त्यति साह्रो तातिँदैन